हेलो साथीहरू नमस्ते नमस्ते। हजुरहरूलाई स्वागत छ हाम्रो आजको मुकबाङमा। ल ठुलो मम्मी आज के छ भनिदिनुस् त। आजको हाम्रो मेनु छ यो चाहिँ लेग पिस भयो, करेन्ट नुडल्स अनि अन्डा छ, साथमा सलाद, प्याज र मुला छ है साथीहरू। अनि हामी चाहिँ मेरो नाम चाहिँ ज्योति सुनार अनि हजुरको नाम चाहिँ? नमस्ते साथीहरू, म चाहिँ रिना ब्लगमा। ठुलो मम्मीको नि च्यानल छ छुट्टै, मेरो पनि च्यानल छ अनि हामी चाहिँ दुईजनालाई सपोर्ट गरेर आज एकै ठाउँमा भिडियो बनाउँदैछौँ। हजुरहरूले सुरुदेखि अन्तिमसँग स्किप नगरिकन हेरिदिनु होला, मन पराइदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। अनि हामीले चाहिँ यति धेरै मेहनत गरेर यति धेरै डिसहरू बनाएर खान लागेका छौँ। आज चाहिँ दुईजना सासू बुहारी बिच भलाकुसारी गर्दै हामी चाहिँ भिडियो कन्टिन्यू गर्नेछौँ है त। ल हस् त साथीहरू, प्यारा प्यारा भाइ बहिनीहरू हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गर्न नभुल्नु होला है। यो मिलाउँदै यो नि उ भयो, चम्चाले उता थियो। आनन्दसँग खाइन्छ आज खाइन्छ। ल त साथीहरू, अब यो सब यो ठुलो मम्मीले पकाएर बिचारा मलाई बोलाउनु भएको अनि त्यसमा चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु। बिचारा यस्तो गर्मीमा पनि जोस जाँगर निकालेर भिडियो बनाउनलाई है। ल साथीहरू, यति भन्दै अब आज हामी सुरु गर्ने त होला हैन। गर्छौँ। एकछिन कन्टिन्यू गरेको छैन बर्बाद हेर यतिचोटि लात्ता ल्याने मम्मीले सानो ए होइन भइरह कन्टिन्यू भइरह हो। ल मेरो नि हेर मेरो नि हजुर चुप म त्यहाँ अलिक खाँदै दिन्छु तिमीलाई त्यस्तो बिजत गर्नु ल। ल ल अब चाहिँ हामी खान्छ खाना चेस गर्ने र च्यालेन्ज गरौँ भन्दा मानेनौ। च्यालेन्ज नगर्ने कि आनन्दसँग खाने। यो रातै देखिएन के नमोलेर है। ल ल पानी गरौँ अब। चियर्स साथीहरु, खाए ल फर्स्ट बाइट। म चाहिँ धेरै पिरो खान सक्दिनँ, त्यही भएर धेरै पिरो चाहिँ हालेको छैन। मेरो नि ठिकै छ। हामी चाहिँ युट्युब च्यानल बनाउनलाई एकदम लागि परे हम। सबैजनाले हेरिदिनु होला, हेर्नुहुन्छ। यस्तै मिठो मिठो खानेकुरा सधैँ खाएर भिडियोमा हाल्यो भने नि साथीहरू। कस्तो लाग्यो तिमीलाई आज? मलाई त एकदम रमाइलो लाग्यो। मैले यस्तै सेटअप मिलाएर अहिलेसम्म भिडियो बनाएको थिइनँ। ठुलो मम्मीले बोलाउनु भयो अनि आए बनाएको, एकदम खुसी लाग्यो। के भयो कुन्टे? बिचार मेरो छोरीले नि उता आएर बसिरहनु भयो। अन्डा तानेर खाऊ। साथीहरू अन्डा खाना पर्यो अब। कस्तो भइरहेको छ ठुलो मम्मी तपाईँको युट्युब च्यानल? मेरो ठिकै भन्नु पर्यो, धेरै भयो मैले नहालेकै होइन। युट्युब च्यानल चाहिँ छोरो मिठो छ। लेग पिस खाने ना अन्डा खाएर खाने हो साथीहरू लेग पिस पनि।
त्यसै अन्त खाइदिउँ न त मेरो नानी खाना आतुरी भइसकेको छ चस यता उडा चियर्स ल खाए ल साथीहरू नानीलाई देऊ न यहाँ छ नि त ए ल ल साथीहरू हामीले खायौँ है तिमी त खाऊ कसरी यसरी तान्ने त होला नि होइन जाऊ छोरो उ त्यहीँ बसेर खाऊ न सबै ल खाए ल साथीहरू यो चाहिँ एकदम हतारमा बनाएको है मिठो भयो मिठो भयो हो म त झन् नानी त्यहाँ बसेर खाऊ बसेर सुतेर उठेर स्कुलबाट आएछु मिठो मिठो कुरा बनाएर यसरी खाना बोलाउँदा को आउँदैन है गाइज तपाईँहरू पनि आउनु भन्नु न म त पहिलोपल्ट हो कि यस्तै साँप्रै खाएको त क्याप्ची त खाएँ कुखुराको साँप्रा हो नि त यो गयो एकदम लाग्यो त्यही भएर एउटा दुइटा राख्नुपर्छ कि काँचे भए भनिदिन्छ एकदम मिठो है दामी भएको दामी भएको अझ उस भएन क्या अब चाहिँ हामी यसरी नै कन्टिन्यू अब दिनदिनै हाल्न नसके पनि हप्ताको एकचोटि चाहिँ मुकबाङ भिडियो राम्रै आउँछ है साथीहरू तिमी किन नखा सलाद खाइराखु हो भिडियो बनाउँदा वहाँ लाइन गएर है कस्तो भएको त नि अनलाइन खाने मैले दुईटा खाइसक्यो अब त दुईटा तिमी खाऊ यति भन्दा नयाँ नयाँ भाइ बहिनीहरू हुनुहुन्छ भने चाहिँ है हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला के भन्नु बोल्नै मिलेन कि रानी यस्तो हो हामी चाहिँ भिडियोमा एकदम बनाउन इच्छुक के गरौँ हुने है तर नलेज थाहा नभएको क्या हामीलाई टक्क बनाउने इन्ट्रेस्ट यसरी बसेर खानै सक्दिनँ बसेन कसरी खायो कस्तो अप्ठ्यारो भएको जस्तो भयो कि अलि यसो हजुर म चाहिँ आज बुहारीको साथमा छु है ज्योति ब्लगको मेरो साथीहरू ज्योति म चाहिँ
ठुलमम्मीलाई ट्याग गरेर हाल्छु। ठुलमम्मीको चाहिँ रिना ब्लग छ। मेरो साथीहरू पनि रिना ब्लगलाई पनि सब्स्क्राइब गरिदिनु होला। मेरो पनि साथीहरूले ज्योति ब्लगलाई सब्स्क्राइब गरिदिनु होला साथीहरू। ज्योति सुनार ब्लग छ है। हो यसरी नै साथ सपोर्ट गरेर अगाडि बढ्ने त हो नि हैन। ल यति भन्दै साँप एकचोटि ताना त। थम्मेल हाल्नको लागि है। तिमीलाई सलाद चाहिँदैन? खाएन मैले, खाइराखु त खाएको। म त खान्छु के सलाद। मेरो त सबै गयो है यो मासुले हैन। छ अझै? अब यसलाई चाहिँ लिपस्टिक नलाइ खानुपर्छ क्या। नलाउनु पर्छ रहेछ। अलिकति उज्यालो देखिन्छ भनेर खाइदिएको। लगाइदिएको भन्नु होइन लगाएर खाइदिएको भन्नु। नानी हल्ला नगर है। भिडियो बनाउनु लागेको बेला डिस्टर्ब आउँछ है छोरो। हामीभन्दा बढी नातिनी बोलिन। बच्चा आज दिन्छु क्या। बच्चा भएपछि यस्तै त नि साथीहरू। सुरुमा बनाउँदा यति राम्रो थियो मेरो। अनि धान भिजेको भएर के त्यसपछिबाट 11 दिनसम्म साथीहरू धान पानीले डुब्यो। अनि त्यहाँबाट भिडियो बनाउन कहिले काहीँ बनाएको हेर्ने भाइ बहिनीहरूले नि हेर्न छोडिदिनु भयो है। त्यही भएर कन्टिन्यू हाल्नुपर्छ क्या। त्यहाँबाट पछि परेको के दाँत नै अड्क्यो के। हुँदैन नि दिदीको हो, दिदीले गाली गर्नुहुन्छ। के खेल्ने हुन्न त्यस्तो गर्नु। खाएर भ्याएम है साथीहरू। त किन्न खाँदा नि त्यो है मासु। अलिअलि चाहिँ रातो रहेछ है। यसलाई फेरि तार्नुपर्छ कहाँ। यो चाहिँ घर लएर तारा है तिमी। जुठो त कहाँ तार्न दिन्छ त यहाँ। अन्डा खान्नौ? खान्छु। हजुर बहन छोड आगे। साथीहरू यो चाहिँ हल्का रातो रहेछ कि, अनि त्यही भएर यो चाहिँ म तारेर खान्छु। यो खानु न त ठुलो। त्यो पनि तारेर खान पर्छ। सरी साथीहरू आज चाहिँ स्कुलबाट आउँदा हतार भयो हैन। 1 घन्टामा यो सबै गरेको। तर यो चाहिँ पाक्न त पाके अलिअलि रातो जस्तो लाग्यो रे। अनि त्यही भएर हामीले चाहिँ उस गर्यौं। ल यति भन्दै आजको ब्लग कस्तो लाग्यो हजुरहरुलाई? हजुरहरुलाई एकदम राम्रो लाग्यो होला। नराम्रो लागे पनि राम्रो मानेर हेर्दिनु होला भन्न चाहन्छु। मेरो नयाँ साथीहरु जोडिनु भएको छ भने ज्योति ब्लगलाई सब्स्क्राइब गर्न नभुल्नु होला। अनि उहाँ ठुलो मम्मीको च्यानल पनि युट्युब रिना ब्लगलाई सब्स्क्राइब गर्न नभुल्नु होला भन्न चाहन्छु। साथीहरु हजुरहरुलाई मेरो भिडियो कस्तो लाग्यो मन परेदेखि लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। सुरुदेखि अन्तिमसम्म भिडियो हेरेर साथ दिनु भएकोमा हजुरहरुलाई धेरै धेरै धन्यवाद
भन्न चाहन्छु। यति भन्दै आजको भिडियो चाहिँ हामी यहीँ टुङ्गाउँछौँ होइन। यहीँ टुङ्गाउँछौँ। थ्याङ्क यू फर वाचिङ। दुवैजनालाई चाहिँ साथ सपोर्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ। ओके बाई बाई बाई। बाई।